हाई गाइज दर्शन नमस्ते फेरि पनि वेलकम ब्याक माई युट्युब च्यानल गाइज। आज चाहिँ हजुरहरूलाई म च्याउ उम्रेको देखाउँछु कि म भएको ठाउँमा चाहिँ च्याउ यस्तरी उम्रिन्छ कि गाइज। हेर्नु त ए हजुरहरूले हेर्नु होला है ए यस्तरी उम्रिन्छ। तर यो च्याउ यसो हेर्दाखेरि अन्डा जस्तो देख्छ क्या, अन्डा जस्तो यस्तो झुप्पा झुप्पा उम्रिन्छ, यस्तो रहर लाग्दो उम्रिन्छ गाइज। हजुरहरूले पनि यसो यो भिडियो हेरेर हजुरहरूकोतिर पनि उम्रिन्छ होला यस्तो च्याउ, यसो हेरेर चिन्नु होला है गाइज। हेर्नु त यस्तो रहर लाग्दो उम्रिन्छ गाइज, यस्तो रहर लाग्दो। हेर्नु त गाइज यस्तो दामी, हेर्नु त यस्तो पोकै पोकै उम्रिन्छ कि गाइज। यस्तरी उम्रिन्छ। अनि अब मलाई भिडियो नबनाऊँ भने भिडियो बनाउँ लाग्छ, यस्तरी उम्रिदिन्छ च्याउ। अनि त्यो यस्तरी उम्रिएपछि फेरि भिडियो बनाउँ मन लाग्छ क्या मलाई। हजुरहरूले हेरेर मलाई यसो लाइक कमेन्ट सेयर गरिदिनु होला गाइज। मैले चाहिँ च्याउ उम्रेको यो दृश्य देखाउँदैछु हजुरहरूलाई। अनि यो चाहिँ हाम्रो यो प्रकृतिले दिएको खेती हो गाइज। हजुरहरूले पनि हेरेर साथ सपोर्ट दिनु होला। बिहान भर्खरै हामीले तकरिबन 3 केजी जति टिपेर लगेको, फेरि अहिले भर्खरै उम्रेछ गाइज। यस्तो छ चौर चाहिँ। तर यो चाहिँ एकदम प्रकृतिले खेती लगाएको जस्तो देखिन्छ गाइज। एउटा आश्चर्य छ। जब यो च्याउ कसरी उम्रिँदो रहेछ भने तपाईँको आकाशमा बादल लाग्ने अनि बिजुली चम्किने होइन। मौसम चाहिँ पहिला चाहिँ एकदम धेरै गर्मी हुने, अनि गर्मी भइसकेपछि आकाशमा बादल लाग्दो रहेछ होइन। बादल लागेर बिजुली चम्किँदो रहेछ। बिजुली चम्केर चट्याङ हान्छ नि गडाङ गरेर। त्यसपछि चाहिँ के हुने रहेछ भन्दाखेरि तपाईँको यो च्याउ उम्रिन थाल्दो रहेछ क्या। यस्तो उम्रिन्छ। यस्तो एउटा उम्रेपछि त्यो वरिपरि भसक्कै हुनेछ क्या गाइज। अन्त यो जति घाँस बाक्लो भयो त्यति त्यो भित्र उम्रिँदो रहेछ च्याउ त। हेर्नु त हजुरहरूलाई कस्तो लाग्छ यो च्याउको दृश्य। अनि यो च्याउ उम्रेको तपाईँहरूलाई रहर लाग्छ कि लाग्दैन होइन। मलाई त एकदम खुसी लाग्छ। यस्तरी उम्रिने छ च्याउ चाहिँ। यहाँ यस्तो छ जग्गा चाहिँ, यस्तो हो गाइज। यस्तो छ चौरहरू, जति घाँस धेरै भयो त्यति नै के अरे च्याउ उम्रिने रहेछ क्या। हामीले यो घाँस काटिदियो नि त पहिला, त्यही भएर यसपालि चाहिँ त्यति धेरै निस्किएन च्याउ। अलि कम्ती नै निस्किरहेछ, नत्र पुरै यो चौरै सेतो हुन्छ अरे च्याउ उम्रेर। यो कुल्चिएछ कता कड्याप गरेछ। यो जस्तै आकाश गडगडाउनु थाल्छ त्यस्तै च्याउ उम्रिनु थाल्नेछ गाई। यो जति घाँस भयो त्यो घाँसको भित्र उम्रिने रहेछ क्या यो च्याउ चाहिँ। त्यो रहेछ घाँस चाहिँ। मलाई त अरूभन्दा पनि यो बिजुली चम्किने आकाश गडगडाउने नै यो च्याउको भ्यू रहेछ कि के हो जस्तो लाग्छ क्या। जबसम्म आकाश गडगडाउन अनि बिजुली चम्किन्न फेरि यो च्याउ उम्रिन्न यस्तो रहेछ यसको रहस्य चाहिँ। अब बिस्तारै मैले बुझेँ। मैले चाहिँ यहीँ आएर हो यो च्याउ देखेको चाहिँ। हाम्रोतिर चाहिँ बगाले च्याउहरू होइन, त्यसो छाता च्याउहरू उम्रिन्थ्यो। तर यहाँ त पता नि के हो यो चाहिँ यस्तो राम्रो च्याउ उम्रिँदैछ। यो शरीरको लागि पनि एकदम ठिक हुने रहेछ गाइज। यो च्याउ के च्याउ हो कुनै त्यही रमाइलो छ नि। यस्तो तरिकाले उम्रिँदो रहेछ। उम्रिनु थालेपछि त भसक्कै उम्रिने रहेछ क्या गाइज। हेर्नु त सेतो देखेछ यहाँबाट पनि। यो जति पनि सेतो देखेछ नि गाइज पुरै च्याउ हो क्या। च्याउ उम्रेको हो, सेतै छ है। हजुरहरूले पनि यसो भिडियो हेरेर आफ्नो गाउँठाउँमा उम्रिने च्याउहरूलाई चिन्नु होला, नचिनिकन नखानु होला च्याउ। फेरि अलि असर पर्न सक्छ। च्याउले कति मान्छेहरू पनि मरेको छ नि त। त्यो भएर आफूले चिनेर मात्रै च्याउ खानु होला गाइज। हजुरहरूलाई धेरै
धन्यवाद छ मेरो भिडियोलाई हेरेर हजुरहरूले सहयोग गरिदिनु होला, हेल्प गरिदिनु होला पनि भन्न चाहन्छु। लगभग भिडियो लामो नै भइसकेको छ, त्यो भएर मैले चाहिँ अहिलेलाई भिडियो यही इन्ड गर्न चाहन्छु। धन्यवाद गाइज, थ्याङ्क यू सो मच गाइज। एकचोटि च्याउ हेर्नु होला फेरि। बाई, लभ यु गाइज, मिस यु।